सम्पूर्ण नमस्कार। म दीपक लामिछाने। आदरणीय दर्शक महानुभावहरू, फेरि पनि यहाँलाई हार्दिक स्वागत गर्दछु। आज पनि मैले नयाँ विषयवस्तुको बारेमा जानकारी दिन उपस्थित भएको छु। आज चाहिँ विशेष गरी मलाई आएका कमेन्टहरूको बारेमा कुराकानी गर्छु, प्रतिक्रियाको बारेमा गर्छु र सँगसँगै सोध्नु भएको जिज्ञासाको बारेमा। आज हामीलाई चाहिँ एउटा प्रश्न आएको थियो, जिज्ञासा आएको थियो। म चाहिँ एउटा स्टेज कार्यक्रम चलाउँछु दीपकजी, तर स्टेज कार्यक्रम चलाइरहँदाखेरि कहिलेकाहीँ मलाई कन्फ्युज हुन्छ। के कन्फ्युज हुन्छ भने कार्यक्रम तालिकामा नि विशेष गरी राष्ट्रगान पहिला हुन्छ कि मौन धारण पहिला हुन्छ भनेर सोध्नु भएको थियो प्रश्न। आज यो विषयमा कुन चाहिँ कति बेला हुन्छ भन्ने बारेमा जानकारी दिन्छु। त्यसको लागि चाहिँ तपाईँले अन्तिमसम्म भिडियो हेर्न पर्ने हुन्छ है। म यो पनि जानकारी गराउँछु। र अर्को कुरा चाहिँ हामीलाई धेरैजनाले अनलाइन क्लास सुरु भयो कि भएन भनेर सोध्नु भएको थियो। हाम्रो अनलाइन क्लास नयाँ क्लास सुरुवात हुँदैछ। त्यो चाहिँ चैतको 8 गते आइतबारबाट सुन्नुहोस् है। चैतको 8 गते आइतबारबाट बिहान 7:30 देखि 8:30 बजीसम्मको एउटा क्लास हुन्छ र रातिको 8:30 देखि 9:30 बजीसम्म अर्को क्लास हुन्छ। तपाईँलाई कुन पाएक पर्छ तपाईँले जुम मार्फत हाम्रो क्लास हुन्छ अनलाइन क्लासमा यहाँले जोडिन सक्नुहुनेछ। अनि विस्तृत जानकारीका लागि चाहिँ तपाईँले यदि बुझ्न चाहनुहुन्छ भने तलपट्टि नम्बर हेर्नु भएको छ। यो नम्बरमा व्हाट्सएप पनि गर्न सक्नुहुनेछ, फोन पनि गर्न सक्नुहुनेछ। यो जानकारी गराएँ र अब तपाईँले राख्नु भएको एउटा प्रश्नको मैले उत्तर दिँदैछु। सबभन्दा पहिला चाहिँ हामीले के बुझ्न पर्यो भने राष्ट्रगान र मौन धारण। कुनै पनि एउटा कार्यक्रमको तालिकामा राष्ट्रिय गान पछि नै मौन धारण आउँछ। यो क्लियर हुनुहोस्। राष्ट्रको पहिला सम्मान हुन्छ अनि मौन धारण हुन्छ। यो चाहिँ जानकारी हुनु। अर्को कुरा चाहिँ के छ भने सबै कार्यक्रममा मौन धारण हुन्छ भन्ने हुँदैन है। विशेष गरी कोही बित्नु भएको समय छ, संस्थाको कोही व्यक्ति त्यही वर्ष त्यही समयमा अथवा त्यही केही समय आसपासमा बित्नु भएको अवस्था छ भने हामीले मौन धारण राख्छौँ। र अर्को चाहिँ विशेष शहीद दिवस कार्यक्रमै छ भने चाहिँ मौन धारण अनिवार्य राखिन्छ। तर त्यो बाहेकको अरू सबै कार्यक्रममा चाहिँ राख्नुपर्छ भन्ने जरुरी छैन है। यो कुरा चाहिँ यहाँले क्लियर बुझ्नुहोस्। मैले यति मात्रै यहाँलाई जानकारी गराएँ आज। र यस विषयमा अन्य जानकारी लिन चाहनुभयो भने चाहिँ त्यो तलको नम्बरमा तपाईँले प्रतिक्रिया राख्न सक्नुहुनेछ, आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ। यति धेरै माया गर्नुभएको छ, यो भिडियोलाई सेयर गर्नु होला, साथीहरूमाझ पुर्याइदिनु होला, रिपोस्ट पनि गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनुहोस्। र तपाईँलाई सोध्नु मन लागेका केही कुरा भने यहाँले जानकारी पनि दिन सक्नुहुनेछ। हस् त, आजलाई यति नै विषयवस्तु जानकारी दिएँ। तपाईँहरूको माझबाट दीपक लामिछाने पनि बिदा हुन्छु। नमस्कार, शुभ पल।